Hi, welcome to guys again my vlog home tour मा आज नट अ होम टुर बट अफिस टुर है आज गाइज म चाहिँ अहिले चाहिँ कम्पनीमा किनभने आज एकदम ईश्वरको थियो कि त्यही भएर बिजी भएको कारणले म चाहिँ अफिस चाँडो गएँ अफिस जाने बित्तिकै मलाई चाहिँ साउले के भन्छ यहाँको म्यानेजरले मलाई चाहिँ चक्लेटहरू चाहिँ राखिदिनु भएको थियो म चाहिँ छानी खाएँ यो चक्लेट चाहिँ साउले दिनुभयो त्यसपछि साँझ म 7 बजे फर्केर चाँडो घर चाहिँ आएँ गाइज है यो चाहिँ म फर्किँदाखेरि बाइक साइकको अन फ्रेसमा म चाहिँ घर आएँ गाइज चाँडो जुत्ता सुत्ता खोलेँ आफ्नो काम सकेर त्यसपछि गाइज म चाहिँ जुत्ता सुत्ता खोलेर एकदम गर्मी भइरहेको थियो त्यसको लागि चाहिँ म बाथरुमहरू पनि गएँ गाइज बाथरुम गएर एकछिन आफूलाई फ्रेस भएर नुहाएर हातमुख धोएर चाहिँ म रिफ्रेस भएर चाहिँ आएँ गाइज भिडियो चाहिँ मैले एडिट गरेको है गाइज यो सबै कुरो चाहिँ देखाउन मिल्दैन जस एडिटिङ गर्दाखेरि चाहिँ यताउता भइहाल्छ माइन्ड नगर्नु होला मेरो भिडियो चाहिँ लाइक गरिदिनु होला सब्सक्राइब गरिदिनु होला त्यसपछि म फ्रेस भएर चाहिँ आफ्नो रुम आएँ आफ्नो रुमबाट गाउँ हेर्दै हावा खाँदै जुस खाँदै यताउता गर्दै म चाहिँ आफ्नो के भन्छ त्यो बाटोतिर उता छरछिमेकहरू के गरिरहेको छन् भनेर हेरिरहेँ त्यसपछि एकछिन हावा खाइसकेपछि म चाहिँ आफ्नो पेटको लागि के भन्छ भोकको लागि चाहिँ भात बसाल्न चाहिँ गएँ गाइस आज चाहिँ म चाहिँ सुरुमा भात चाहिँ बसालेँ ब्याक टु द किचनमा आएर त्यसपछि बिस्तारै खानासाना बनाउँदै म चाहिँ ग्यास पनि साफ गर्दै त्यसपछि आफ्नो ब्लग चाहिँ को लागि एडिट पनि गर्दै है गाइस हजुरहरूको लागि चाहिँ हेर्नुहुन्छ माया गर्नुहुन्छ त्यसको लागि पनि म एडिट गर्नको लागि भए पनि भिडियो बनाउँदै सबै काम किचनको गर्दै भिडियो बनाउँदै गाइज त्यसपछि चाहिँ अब भात पाक्ने बेला पनि भयो गाइज सिटी पनि लागेको थियो है सिटी लाग्यो त्यसपछि म चाहिँ भिडियो पनि बनाउँदै एडिट गर्दै ग्यास पनि अफ गरेँ